गुड मर्निङ जय मसी। हाय। हाम्रो चाहिँ बिहानको चिया मेरो त खाइसके, बुढोले चाहिँ भर्खर खानु हुँदैछ उहाँ। अनि गरम चाहिँ यति बिघ्न छ कि सिलगढीमा आज हिजो 3 दिन भयो होला हौ गरम भएको। अनि हिजो चाहिँ हामी हाट गएको थिएँ। ऊ माथि मेरो चाहिँ त्यो केकको प्याकेट राख्ने कस्तो मैला भइसकेको छ, बाहिर राख्दै राख्दै धुलोले। इग्नोर द्याट ल। घरमा सबैको यस्तै हुन्छ किचनमा। अनि मैले के ल्याएँ योबाट भनेर चाहिँ म देखाउँदैछु ल। म चाहिँ खासमा गएको थिएँ फ्रुट्स किन्नु हाटमा। सब्जी त अब योपालि त त्यस्तो खुवाइ हुँदैन होला, नल्याउनु सब्जी भनेर चाहिँ फ्रुट्स मात्रै ल्याउनु गएको। तर यस्तो मनपर्ने चिज भेट्टायो कि म देखाउँदैछु ल के पाएँ। ए यहाँ हेर्नुहोस् न, यो चाहिँ चिन्नुभयो होला। यो चाहिँ मेरो हो, मासु माछा भन्दा पनि पल्लो छेउ हो। योसँग चाहिँ म तुलनै गर्दिनँ माछाको पनि हो। यसको दाल एन्ड सिद्रा र रमभेडाको अचार भयो भने चाहिँ मलाई माछा मासु पनि चाहिँदैन। के पाएछौँ यस्तो पनि पाउँछ हो आजकल त। उयोतिर हाटमा सिलगढीमा पो पाउँछ सिस्नुको फुलहरू। आमामा के चाहिँ नपाउनु आजकल। यो चाहिँ के को फुल? यो त नाकीमा के भन्ने पनि बेच्नु ल्याउनु भएको थियो होला। अरू पनि देखाउँछु हेर्नु है। यहाँ नै कत्रो पहाडको निङ्गुरे हो, डौँठे होला हौ यो सायद। यो चाहिँ फ्रीमै दिनुभएको बिचारा। त्यो दिदीले दोकान बन्द, ढिलो गएको नि त हामी, बन्द गर्नु आँट्नु भएको थियो कि। अनि मैले चाहिँ खासमा सिस्नुको फुल सोधेको, सिस्नुको फुल चाहिँ किने। अनि निङ्गुरे चाहिँ राखिराख्नु भएको थियो नि त। अनि दिदी यो निङ्गुरे कसरी भनेको, होइन बहिनी त्यसै लानुहोस् भन्छ। होइन भनेको होइन अरे, म त गाईलाई पो दिनु आँटेको थिएँ, लानु भन्नुभयो। मेरो हस्बेन्डले चाहिँ साह्रो मन पराउनुहुन्छ नि त। त्योभन्दा अगाडि सोधेको यत्रोलाई 50 रुपिस भन्दै थियो अलिक पर। अनि र पनि पैसा दिनु खोजेको ठ्याक्कै मान्नु भएन हो। अन्त उहाँलाई लस नहोस् भनेर चाहिँ यस्तो इस्कुसको मुन्टा 2टा ल्याएँ। अनि यो पनि किने, दुङदुङेको साग। अब आज चाहिँ सबै केलाइ पार्छु, नत्र भनेदेखि चाहिँ खराब हुन्छ होला। अनि यो चाहिँ पोइ साग चिन्नुहुन्छ होला। यो चाहिँ मधेसकै साग हो, पाहाडमा पनि पाउँछ होला तर मेनली यतै पाउँछ। अब यसमा चाहिँ कुकुर पनि यति बेला बाँध्नु बिहानै। यसमा चाहिँ म फर्सी मिसाउँछु। हेर्नु है, फर्सी पनि ल्याएको छु देखाउँछु। ए हेर्नुहोस् त फर्सी। यो फर्सी चाहिँ मैले 50 रुपियाँमा ल्याएको हो, 50 रुपिसमा। देवीडाङ्गा छेउछाउ हुनेहरू चाहिँ, चम्पासरी छेउछाउ हुने चाहिँ देवीडाङ्गा हाट जानुहोस्, दामी पाउनुहुन्छ है। अन्त बेलुका अलिक ढिलो गयो भने चाहिँ हुन त छान्नुपर्छ पुरा कि, सस्तो झन् बेसी हुन्छ। हामी त प्रायः राति नै जान्छु। हुन्छ आजको लागि यति नै। बाई बाई भनिदिनु त बाबा। बाई। बाई।